हेलो साथीहरू, वेलकम छ मेरो ब्लग्समा अमन्य जिस्ला। आज चाहिँ हामी बाहिर घुम्न जाँदैछौँ बुढाबुढी मिलेर। मेरो बुढाले चाहिँ आज मलाई फाइनली पश्चिमबाट घाम झुल्केर मलाई घुमाउन लाने हुनुभएको छ। युजली ही डजन्ट गो आउटसाइड बिकज ही डोन्ट लाइक टु गो आउट, ही लाइक्स टु स्टे एट होम। सो हामी म लुगासुगा लगाएर रेडी भयौँ अनि त्यसपछि बुढाले मलाई लिएर जानुभयो। नाउ वी आर हेडिङ फ्रम शारजा टु अजमान। अजमान कहाँ जाँदैछौँ भनेर थाहा पाउनको लागि हजुरहरू सबैजनाले फुल भिडियो हेर्नुपर्ने हुन्छ अनि फुल भिडियो हेरेर मलाई वाच, शेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई ब्लग्स। लेट्स स्टार्ट। फाइनली वी आर एट आवर डेस्टिनेसन प्लेस। 23 मिनट्सको राइड्सपछि हामी आइपुग्यौँ यहाँ। बाहिरबाट चाहिँ यस्तो देखिने रहेछ अनि दिस इज नियर टु चाइना मल। अजमानको चाइना मल नजिकै रहेछ। लेट्स सी वाट्स इनसाइड। अब चाहिँ हामी कार पार्किङ गरेर इन्ट्रान्सतर्फ गयौँ अनि म चाहिँ भिडियो लिन थालेँ ब्लग्सको लागि। अनि मेरो बुढा इज क्वाइट एनोइड। अनि त्यसपछि वी बट टिकेट्स। इट्स जस्ट 5 dirhams, एभ्री वान क्यान एफोर्ड इट भेरी इजिली। अनि हामी चाहिँ पास लिएर भित्र गयौँ अनि भित्र के छ भनेर वाट एक्टिभिटिज वी क्यान डु भनेर म चाहिँ तपाईँहरू सबैलाई देखाउने छु। सबैजनाले हेरेर सहयोग गरिदिनु होला। लेट्स गो। यस्तो रहेछ अजमान फेस्टिभल ल्यान्ड। त्यहाँ त के लेख्यो भने छ 30 dirhams त शप फर 30 dirhams अनि यु विल इन्टर द ड्र फर आइफोन प्ले एरिया सिजनल एक्टिभिटिज। यहाँ चाहिँ पानीहरू छ। प्लानहरू बनाइरहेको तुर्किस आइसक्रिम अनि त्यहाँ खेलहरू रहेछ। प्राइस टप एक्सपेक्टेड जस्तो त रहेनछ त। कहाँनिर छ सानो त्यो यस्तो खेला छ नि। शपिङ हल, म्यानेजमेन्ट, मस एरिया, एटिएम। We have to pay to play games here. त्यहाँ किड्सहरू प्ले गरिरहेको छ नि। धेरै राम्रो त छैन। काइन्ड अफ ग्लोबल भिलेजको कपी। यस्तै फ्लावरहरू मात्र रहेछ, केही पनि रहेनछ त्यस्तो खासै। एनिवेज इट्स नाइस फर अजमान पिपल एन्ड इट्स ओपन अन्टिल 11। टिकट चाहिँ 5 dirhams यहाँको। सो यु गाइज क्यान कम एन्ड इन्जोय। अब चाहिँ म फोटो सेसन गर्न लागिरहेको छु। अनि हामी चाहिँ यहाँ फोटो खिचौँ भनेको दुईजनाको। एन्ड माई माइन इज सेटिङ द क्यामेराज। अनि म यहाँ वेट गरिरहेको छु इन दिस लभ। हाम्रो फोटो खिच्नको लागि कोही छैन, त्यही भएर हामी दुईजना आफैले खिच्न लागिरहेछौँ भिडियो। एन्ड हि इज वेटिङ देयर। सो हामीले चाहिँ यहाँ थोरै टिकटकहरू बनायौँ अनि त्यसपछि कपिराइट लाग्छ। यसलाई अब सुन्न त मिल्दैन, तपाईँहरू गेस गर्नु होला कुन गीतमा टिकटक बनायौँ भनेर। सो हामी अलिअलि नाटक गर्दैछौँ यहाँ। हाम्रो चटक सकिसकेपछि हामी फेरि अर्को चटकतिर लागेका छौँ अनि त्यसपछि यहाँ
यति नै भयो आजको भिजिट। खासै नहुनु केही पनि भएन। अनि द प्लेस द्याट वी आर लुकिङ फर इज फर किड्स। तपाईँहरू चाहिँ आफ्नो बच्चाहरूसँग जानुभयो भने चाहिँ रमाइलो हुन्छ। अनि मैले चाहिँ फेरि अर्को टिकटक बनाउनतिर लागेँ। अनि यहाँ मेरो सानै चाहिँ पछाडिबाट मोबाइल चलाएर आउँदैछन्। हि डजन्ट लाइक टु बी इन वान फ्रेम, तर पनि म लिइराख्छु। सबै भित्र घुमेर आयौँ। अब चाहिँ घर फर्किनको लागि अनि फेस्टिभल ल्यान्डको फ्लेक्स देखाइरहेको छु मैले। अनि आजको ब्लग चाहिँ एन्ड हुन्छ। अब चाहिँ हामी पार्किङतिर लागेर घरतर्फ लाग्नेछौँ। अनि आई होप यु गाइज वाच इट एन्ड इन्जोयड इट। थ्याङ्क यू फर वाचिङ। सी यु इन नेक्स्ट ब्लग्स। बाई।